नमस्कार सम्पूर्णमा। अब नेपाली नागरिकताले भारतीय बैंकहरुमा नेपालीले खाता खोल्न पाउँछन् भनेर यो न्यूज सोशल मिडियामा एकदमै छाएको छ। के साच्चीकै नेपाली नागरिकताले भारतीय बैंकहरुमा खाता खोल्न पाइन्छ? के हो सत्यता? आजको भिडियोमा पूरा जानकारी दिनेछु। यस्तै अन्य महत्त्वपूर्ण जानकारीमूलक भिडियोहरु हेर्नको लागि च्यानललाई सब्स्क्राइब गरेर जोडिराख्नु होला। अब ढिला नगरिकन जाउँ विषयवस्तुमा। सर्वप्रथम त म के भन्न चाहन्छु भने भ्युजको लागि न्यूज नबनाउनुहोस्। न्यूज बनाए पनि सत्य कुरामा आधारित बनाउनुहोस्, किनभने तपाईको युजरहरुलाई दुःख हुने काम चाहिँ नगर्नुहोस्। नेपाली नागरिकताले भारतमा बैंक खाता खोल्न मिल्छ कि मिल्दैन, आजको भिडियोमा मैले तपाईलाई पूरा क्लियर पार्नेछु। पूरा भिडियो हेरिसकेपछि तपाईले आफ्नो प्रतिक्रिया कमेन्टमा राख्न सक्नुहुनेछ। खोल्न मिल्छ, तर शर्त पूरा गर्नुपर्छ। नेपाली नागरिकले भारतमा बैंक खाता खोल्न सक्छन्, तर तलका कागजात वा स्थिति छ भने। यहाँनेर भनिएको छ आवश्यक कागजातहरू वा स्थिति: वैध नेपाली पासपोर्ट, भारतमा बसोबास प्रमाण, लोकल एड्रेस प्रुफ, इक्जाम्पलको लागि भाडाको कागज, रुम एग्रिमेन्ट, त्यसपछि इम्प्लोयर लेटर, तपाई काम गर्ने स्थानबाट यो व्यक्ति यहाँ काम गर्दैछ भनेर तपाईले त्यो इम्प्लोयर लेटर पाइसकेपछि तपाईसँग नेपाली नागरिकता अथवा पासपोर्ट छ भने तपाईले बैंकमा गएर खाता खोल्न सक्नुहुनेछ। त्यस्तै अर्को छ होटल होस्टेल लेटर। तपाईले होटल र होस्टेलमा बसोबास गर्ने त्यो एउटा रुम एग्रिमेन्ट जस्तै हुन्छ, त्यो छ भने, अथवा तपाई विद्यार्थी हुनुहुन्छ भने पनि तपाईले स्कुल कलेजको जुन स्टुडेन्ट आइडी कार्डबाट पनि तपाईले बैंक खाता खोल्न सक्नुहुनेछ। त्यसपछि अर्को छ भिसा आवश्यकता छैन। नेपाल र भारत खुला सिमाना भएकाले नेपाली नागरिकता अथवा पासपोर्ट छ भने भारत सरकारको नियम अनुसार यी कागजात पुर्याएपछि एसबीआई, पीएनबी बैंक, त्यस्तै बैंक अफ बडौदा, एचडीएफसी ठुलठुला बैंकहरुले सबैले खाता खोलिदिनेछन्। तपाईको खाता खुल्नेछ ती बैंकहरुमा गएर सजिलै। त्यस्तै समस्या कहाँ पर्छ? धेरै बैंकहरुले अझै लोकल एड्रेस प्रुफ नभएसम्म खाता खोल्दैनन्। जस्तै एसबीआई बैंकले पनि त्यहाँको लोकल प्रुफ माग्दछ। त्यस्तै नेपाली सिटिजनशिप नागरिकता कार्ड एक्लै पर्याप्त हुँदैन। तपाईले खाली नेपाली नागरिकताले मात्रै खाता खोल्न सक्नु हुँदैन। त्यसैगरी विशेष सुविधा: भारतमै बस्ने नेपाली कामदार विद्यार्थीका लागि यदि तपाई भारतमा काम गर्नुहुन्छ भने तपाईले त्यो काम गर्ने ठाउँको जुन तपाई त्यहाँबाट एउटा लेटर लेखाएर तपाईले सजिलै बैंक एकाउन्ट खोल्न सक्नुहुनेछ। त्यसपछि इन्डियामा तपाई पढ्दै हुनुहुन्छ भने तपाईले सजिलै बैंकमा खाता खोल्न सक्नुहुनेछ। यहाँनेर भनिएको छ यस्तो अवस्थामा बैंकले सजिलै खाता खोलिदिन्छ, किनकि इम्प्लोयर अनि कलेजले एड्रेस प्रुफ लेटर दिन्छ भनिएको छ। त्यस्तै नेपाली नागरिकतामै खाता खुल्छ भनेर सोशल मिडियामा आएको खबर, यो के हो? सत्यता के हो? एमबीसी र इन्डियन बैंकको सम्झौता भएको हो, तर त्यो भने औपचारिक रूपमा लागू भने भएको छैन। अहिले यहाँनेर भनिएको छ, हेर्न सक्नुहुनेछ। तपाईले यो न्यूज आफै पनि पढ्न सक्नुहुनेछ। अहिले 2025 सम्म कुनै आधिकारिक घोषणा छैन। समाचारमा आएको कुरा अनौपचारिक हो, पूरा लागू भएको छैन। अझै बैंकले लोकल एड्रेस प्रुफ नै माग्छ भनिएको छ। त्यस्तै अर्को छ सबैभन्दा सजिलो तरिका: कामदार मजदुरका लागि आफ्नो इम्प्लोयरबाट लेटर लिनु। त्यस्तै पासपोर्ट प्लस 2 फोटो। पासपोर्टको ठाउँमा तपाईको नेपाली नागरिकता भए पनि चल्छ। त्यसपछि बैंकमा जानु, 10-20 मिनेट नर्मल सेभिङ एकाउन्ट खुल्छ। तपाईको काम गर्ने स्थानबाट तपाईलाई एउटा लेटर लेखेर दिन्छ भने तपाईले सजिलै इन्डियाको कुनै पनि बैंकमा तपाईले सजिलै खाता खोल्न सक्नुहुनेछ। र सोशल मिडियामा जुन अब नेपाली नागरिकताले तपाईले खाता खोल्न सक्नुहुन्छ भन्ने न्यूज छ, त्यसको भरमा नपर्नु होला। तपाईले सत्य कुरा र सत्य तथ्यता पत्ता लगाएर मात्रै बैंकमा जानु होला। त्यो न्यूज अहिलेसम्म एउटा सम्झौताका लागि बैठक भने बसेको हो, त्यो झुट होइन, तर कार्यान्वयनमा आएको छैन। जानकारी कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला। यस्तै अन्य महत्त्वपूर्ण जानकारीमूलक भिडियोहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गरेर जोडिराख्नु होला। हस्त, धन्यवाद।